एउटा प्रश्न सोध्नु छ तपाईलाई। आज बिहान जब अलार्म बज्यो के तपाईँ ठ्याक्कै उठ्नुभयो वा अर्को 5 मिनेट सोच्दै ओछ्यानमै बस्नुभयो? के तपाईँले कहिलेकाहीँ सोच्नु भएको छ म किन यति कमजोर छु? मेरा साथीहरूले पढ्न सक्छन्, जिम जान सक्छन्, म किन सक्दिनँ? मलाई केही गर्नै मन लाग्दैन, म एकदम अल्छी छु। रोकिनुहोस्, यो तपाईको गल्ती होइन, यो तपाईको चरित्रको कमजोरी पनि होइन, यो तपाईको मस्तिष्कको डिजाइन हो। र आजको यो भिडियोमा म तपाईलाई त्यो डिजाइन बुझाउनेछु र बुझाउनेछु कसरी त्यो डिजाइनलाई आफ्नै फाइदामा प्रयोग गर्ने। यो भिडियो हेरेपछि तपाईले थाहा पाउनुहुनेछ किन इच्छा शक्ति काम गर्दैन, अनुशासित मान्छेहरूको असली रहस्य के हो र आजैबाट बिना स्ट्रगल गरेर राम्रो बानी कसरी बसाल्ने। एउटा कथा सुन्नुहोस्। करिब 50,000 वर्ष पहिले पृथ्वीमा हाम्रा पुर्खाहरू थिए, जंगलमा बस्ने, शिकार गर्ने मान्छेहरू। उनीहरूको जिन्दगी कस्तो थियो सोच्नुहोस्। बिहान उठ्यो, थाहा छैन आज खाना पाइन्छ कि पाइँदैन, बाघ आउला कि, आज बाँचिन्छ कि बाँचिँदैन। त्यस्तो अवस्थामा उनीहरूको मस्तिष्कले एउटा गोल्डन रुल सिक्यो, ऊर्जा जोगाऊ, तत्काल खुसी खोजो, खतरादेखि भाग। यो नियम लाखौं वर्षसम्म काम गर्यो। यसैले हामी बाँचेका हौं, यसैले तपाईँ आज यहाँ हुनुहुन्छ। तर अब सोच्नुहोस् आजको दिन। आज तपाईँको मस्तिष्कलाई कसैले बताएन कि अरे 50,000 वर्ष बितिसक्यो, बाघ छैन, खाना फ्रिजमा छ, अब रिल्याक्स गर। त्यो मस्तिष्क त्यही पुरानो प्रोग्रामिङ लिएर आज तपाईँको जिम जाने इच्छालाई हेर्दैछ र भन्दैछ खतरा, ऊर्जाको नाश, भाग। बच्चाहरूको लागि सजिलो भाषामा भन्नुपर्दा कल्पना गर्नुहोस् तपाईँको मस्तिष्क एउटा पुरानो नोकिया फोन जस्तो छ। त्यो फोन आफ्नो काममा राम्रो थियो, कल गर्ने, स्नेक गेम खेल्ने। तर तपाईँ अहिले त्यही पुरानो नोकिया फोनमा इन्स्टाग्राम चलाउन, अनलाइन क्लास गर्न खोज्दै हुनुहुन्छ। काम गर्दैन, सपोर्टै गर्दैन। त्यसै गरी हाम्रो मस्तिष्क हन्टर ग्यादरर युगको हार्डवेयर हो, तर हाम्रो जिन्दगीले सुपर कम्प्युटरको सफ्टवेयर माग्दैछ। यही मिसम्याच, यही कन्फ्लिक्ट नै हो असली समस्या। तपाईको अल्छीपन यो कमजोरी होइन, यो सर्भाइभल मेकानिजम हो। तपाईँ एकदम नर्मल हुनुहुन्छ। तर यहाँ असली प्रश्न आउँछ, यदि मस्तिष्क न्याचुरल्ली अनुशासनको विरुद्ध छ भने अनुशासित मान्छेहरूले कसरी काम गर्छन्? त्यही जान्न बाँकी भिडियो हेर्नुहोस्, किनभने जवाफले तपाईँलाई छक्क पार्नेछ। हाम्रो समाजमा एउटा ठूलो झुट फैलिएको छ र त्यो झुट यस्तो छ, इच्छा शक्ति भनेको अनुशासन हो। तिमी कमजोर छौ किनभने तिम्रो इच्छा शक्ति कमजोर छ। बस आफूलाई फोर्स गर, गर्नै पर्छ। के तपाईले कहिलेकाहीँ यस्तो भएको अनुभव गर्नुभएको छ? सोमबारको बिहानी, यो हप्ता म सबेरै उठ्नेछु, जिम जानेछु, पढ्नेछु। मंगलबार हुन्छ, बुधबार हुन्छ, बिहीबार एकदम थाकेको, शुक्रबार यार अलि कठिन भयो, शनिबार सुत्यो, आइतबार अर्को हप्तादेखि गर्छु। यो तपाईको गल्ती होइन। साइन्स भन्छ इच्छा शक्ति एउटा लिमिटेड रिसोर्स हो। यसलाई इगो डिप्लिसन भन्छन् वैज्ञानिकहरूले। सीधा भाषामा, बिहान उठ्दा तपाईको विल पावर ब्याट्री फुल हुन्छ, तर दिनभर डिसिजन्स गर्दा के खाने, के लगाउने, कसलाई रिप्लाई गर्ने, त्यो ब्याट्री ड्रेन हुँदै जान्छ। साँझसम्म पुग्दा ब्याट्री अलमोस्ट 0। त्यसैले साँझ नेटफ्लिक्स हेर्न सजिलो लाग्छ, जिम जान गाह्रो। सुनेको छ स्टिभ जब्स, एप्पलका फाउन्डर, उनी किन डेली एउटै काला टी सर्ट लगाउँथे? किनभने उनलाई थाहा थियो प्रत्येक डिसिजनले ब्रेन एनर्जी खर्च गर्छ। के लगाउने भन्ने डिसिजन नगरेर उनले त्यो एनर्जी ठूला बिजनेस डिसिजन्समा बचाए। तर यहाँ असली कुरा आउँछ। जेम्स क्लियर, एटमिक ह्याबिट्स किताबका लेखक, उनी भन्छन् अनुशासित देखिने मान्छेहरू अरूभन्दा बलिया हुँदैनन्, तिनीहरू केवल स्मार्टर हुन्छन्। स्मार्टर कसरी? उनीहरूले एउटा सिक्रेट थाहा पाएका छन् र त्यो सिक्रेट यो हो, अनुशासन फोर्सबाट आउँदैन, यो डिजाइनबाट आउँछ। सोच्नुहोस् यसरी, एउटा ठूलो ढुङ्गा छ बाटोमा, तपाईसँग दुईवटा तरिका छन्। तरिका 1, फोर्स, हरेक दिन त्यो ढुङ्गालाई धक्का दिइरहनुहोस्, थाक्नुहोस्, हार्नुहोस्। तरिका 2, डिजाइन, एक पटक क्रेन ल्याएर त्यो ढुङ्गा हटाइदिनुहोस् अनि बाटो सधैँको लागि खुल्ला। वेल पावर भनेको हरेक दिन ढुङ्गालाई धक्का दिने, सिस्टम्स भनेको एक पटक ढुङ्गा हटाउने। यो भिडियो सिस्टम्स बनाउने बारे हो
विल पावरको लडाईँ जित्ने बारे होइन, किनभने विल पावरको लडाईँमा फटिग जहिले पनि जित्छ। अर्को च्याप्टरमा हामी सिक्नेछौँ त्यो डिजाइन कसरी बनाउने। एउटा सानो एक्सपेरिमेन्टको कुरा गर्छु। एउटा स्कुलको क्याफेटेरियामा एउटा साइन्टिस्ट आए। उनले केही पनि बदलेनन्, न मेन्यु, न प्राइस, न कसैलाई लेक्चर दिए। उनले गरेको एउटा मात्र काम, पानीका बोतलहरू जुन अगाडि थिए ती भिजिबल ठाउँमा राखे, सोडाहरू पछाडि लगे। नतिजा, पानी पिउने मान्छेहरू ड्रामेटिकली बढे, सोडा खाने घटे। कसैलाई स्वस्थ बनो भनेर लेक्चर दिएनन्, कसैलाई गिल्ट दिएनन्, बस प्लेसमेन्ट बदल्यो, बिहेभियर बदलियो। यसलाई चोइस आर्किटेक्चर भन्छन्। चोइस आर्किटेक्चर भनेको तपाईको वरिपरिको वातावरणले तपाईका डिसिजन्स गर्दिन्छ, तपाईले कन्सियसली सोच्नुभन्दा पहिले नै। सिधा भाषामा, जे सजिलो छ त्यही हुन्छ, जे देखिन्छ त्यही हुन्छ, जे हातको नजिक छ त्यही हुन्छ। अब सोच्नुहोस्, फोन र डिस्ट्र्याक्सन। तपाईको फोन बेडको छेउमा छ। बिहान उठ्ने बित्तिकै स्क्रोल 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 30 मिनट जान्छ। तर फोन अर्को कोठामा छ। अर्को कोठामा जानु बाधा हो। त्यो बाधाले तपाईलाई अटोमेटिकली स्क्रोल गर्नबाट बचाउँछ। जिम र एक्सर्साइज। तपाईको जिम कपडा ड्रअरभित्र बन्द छ। बिहान उठ्दा अब खोल्नु पर्यो, लगाउनु पर्यो, खोज्नु पर्यो, थाक्यो। तर जिम कपडा राति नै ढोकाको छेउमा राखेको छ। उठ्ने, लगाउने, जाने, इजी। किताब र पढाइ। किताब सेल्फमा धेरै किताबहरूको बीचमा छ। खोज्नुपर्छ, निकाल्नुपर्छ, बस्नुपर्छ, मोटिभेसन चाहियो। तर किताब तकियाको छेउमा खुला छ। सुत्नु अघि एकछिन हेर्यो, पढ्यो। यो बुझ्नुभयो? फ्रिक्सन बढाउनुस् ब्याड ह्याबिट्सको लागि, फ्रिक्सन घटाउनुस् गुड ह्याबिट्सको लागि। यसको लागि 3वटा टुल्स छन्। टुल नम्बर 1, रिड्युस फ्रिक्सन। घर्षण कम गर्नुस्। राम्रो कामलाई सजिलो बनाउनुस्। किताब टेबलमा खुला राख्नुस्, ड्रअरमा होइन। जिम ब्याग राति नै तयार राख्नुस्। हेल्दी खाना फ्रिजको अगाडि राख्नुस्। जिम सुज ढोकाको छेउमा राख्नुस्। टुल नम्बर 2, इन्क्रिज फ्रिक्सन। घर्षण बढाउनुस्। नराम्रो कामलाई गाह्रो बनाउनुस्। फोन अर्को कोठामा राख्नुस्। जङ्क फुड कठिन ठाउँमा लुकाउनुस्। सोसियल मिडिया एप्स डिलिट गर्नुस् वा पर्दामा फोल्डरभित्र राख्नुस्। टिभीको रिमोट लुकाउनुस्। टुल नम्बर 3, इन्क्रिज भिजिबिलिटी। जे देखिन्छ त्यही हुन्छ। गोल तपाईले सधैँ देख्ने ठाउँमा लेख्नुस्। प्रोग्रेस ट्र्याकर वालमा टाँस्नुस्। हेल्दी फुड आँखाको सामु राख्नुस्। एउटा मान्छेको कुरा गरौँ। उसलाई बिहान 5 बजे उठेर एक्सर्साइज गर्नु थियो, तर हरेक दिन फेल हुन्थ्यो। उसले के गर्यो? रात 9 बजे जिम कपडा बेडको छेउमा राख्यो। अलार्म अर्को कोठाको अर्को साइडमा राख्यो। उठ्नै पर्यो अलार्म बन्द गर्न। फोन लक गरेर अर्को कोठामा राख्यो। बिहान 5 बजे अलार्म बज्यो, उठ्नै पर्यो। जिम कपडा सामु नै थियो, लगायो। फोन छैन स्क्रोल गर्न, डाइरेक्ट एक्सर्साइज। पञ्चलाइन, उसले आफ्नो विल पावर बढाएन, उसले आफ्नो वातावरण रिडिजाइन गर्यो। डिसिप्लिन बिकेम द डिफल्ट, लेजिनेस बिकेम द हार्ड चोइस। एउटा प्रश्न, बिहान उठेर सबभन्दा पहिले तपाईँ के गर्नुहुन्छ? ब्रस गर्नुहुन्छ, राइट? के तपाईँले सोच्नुपर्छ आज ब्रस गर्नु छ? पर्दैन, अटोमेटिक हुन्छ। यसैलाई ह्याबिट लुप भन्छन्। क्यू, रुटिन एक्सन, रिवार्ड। क्यू भनेको ट्रिगर, रुटिन एक्सन भनेको एक्सन, रिवार्ड भनेको सेटिस्फ्याक्सन। ब्रस गर्नुको केसमा क्यू बिहान उठ्नु, रुटिन एक्सन ब्रस गर्नु, रिवार्ड मुख सफा लाग्नु, फ्रेस फिल। यो लुप तपाईको ब्रेनमा न्युरल पाथवेको रूपमा डीप प्रिन्ट भएको छ। न्युरल पाथवे भनेको ब्रेनभित्र एउटा बाटो जस्तो। जति बढी युज गर्यौं त्यति बाटो वाइडर र स्मुथ हुँदै जान्छ, अटोमेटिक हुन्छ। अब सुन्नुस्, यो कसरी युज गर्ने नयाँ बानी बसाल्न। द ह्याक, ह्याबिट स्ट्याकिङ। फर्मुला, पुरानो बानीपछि म नयाँ बानी गर्नेछु। तपाईको ब्रेनमा कफी पिउनु एउटा डीप अटोमेटिक ह्याबिट छ। त्यो ह्याबिटको न्युरल पाथवे अलरेडी बनेको छ। अब त्यही एक्जिस्टिङ पाथवेमा नयाँ ह्याबिट जोड्नुस्। कफी पिएपछि म 5 मिनट किताब पढ्नेछु। ब्रस गरेपछि म 2 मिनट मेडिटेसन गर्नेछु। ब्रेकफास्ट बनाउँदा म एउटा पेज जर्नलमा लेख्नेछु।
अफिसबाट फर्केपछि म जिम कपडा लगाउनेछु। सुत्नु अघि म भोलिका 3वटा प्रायोरिटी लेख्नेछु। यहाँ एउटा म्याजिकल कुरा छ। ह्याबिट स्ट्याकिङले गर्दा नयाँ बानी सुरु गर्ने हार्डिएस्ट पार्ट अटोमेटिकली सल्भ हुन्छ। सबभन्दा गाह्रो काम के हो? सुरु गर्नु। न्युटनको ल याद छ? रेस्टमा भएको चिज रेस्टमा नै रहन चाहन्छ, तर एक पटक मुभमेन्ट सुरु भयो मोमेन्टम बन्छ। ह्याबिट स्ट्याकिङले त्यो इनिसिएसन प्रब्लम सल्भ गर्छ। द 2 मिनट रुल। तर के हुन्छ यदि नयाँ ह्याबिट पनि गाह्रो लाग्दैछ? जेम्स क्लियरको सबभन्दा पावरफुल रुल आउँछ। नयाँ बानी सुरु गर्दा पहिलो स्टेपको लागि सधैँ 2 मिनेटभन्दा कम टाइम लाग्नुपर्छ। म हरेक दिन 30 मिनट पढ्नेछु, टु हार्ड टु स्टार्ट। म एउटा पेज पढ्नेछु, 2 मिनट्स, इजी टु स्टार्ट। म हरेक दिन जिम जानेछु, टु हार्ड टु स्टार्ट। म जिम जाने कपडा लगाउनेछु, 2 मिनट्स, इजी। म जर्नल लेख्नेछु, टु हार्ड। म एउटा वाक्य लेख्नेछु, 2 मिनट्स, डन। किनभने ब्रेनको सबभन्दा ठूलो ब्यारियर स्टार्ट गर्नु। एक पटक स्टार्ट भयो, ब्रेनले अटोमेटिक कन्टिन्यू गर्न चाहन्छ। एउटा पेज पढ्न बसेको मान्छे प्राय 30-40 मिनट पढ्छ। जिम कपडा लगाएको मान्छे जिम नगई फर्किँदैन। याद राख्नुहोस्, हरेक पटक तपाईले यो सानो काम गर्नुहुन्छ, तपाईँ केवल एउटा ह्याबिट बनाउँदै हुनुहुन्न, तपाईँ आफ्नो नयाँ पहिचानको लागि भोट खसाल्दै हुनुहुन्छ। एउटा ठूलो कुरा क्लियर गरौँ। तपाईँ प्रोक्रास्टिनेट गर्नुहुन्छ। गृहकार्य, स्टडी, इम्पोर्टेन्ट काम पछाडि धकेल्नुहुन्छ। किन? समाजले भन्छ तिमी लेजी छौ। साइन्स भन्छ तपाईको सिस्टम पुअरली डिजाइन्ड विथ छ। ब्रेनले काम अभोइड गर्छ जब रिक्वायर्स टु मच एफोर्ट, काम गाह्रो लाग्दैछ, अनअपिलिङ, काम बोरिङ वा अनक्लियर छ, नो इमिडिएट रिवार्ड, तुरुन्त केही पाइँदैन। जेम्स क्लियरले यसलाई फिक्स गर्न 4वटा लज, नियमहरू दिए। यी लज इन्जिनियरिङ चेकलिस्ट जस्तै हुन्। जब पनि तपाईले कुनै काम अभोइड गर्दै हुनुहुन्छ, यी 4 ल चेक गर्नुस्। ल 1, मेक इट अभियस, स्पष्ट बनाउनुस्। ब्रेनले जे देख्छ त्यही गर्छ। प्रब्लम, तपाईले पढ्नु थियो तर किताब ब्यागभित्र थियो। सोल्युसन, किताब टेबलमा खुला राख्नुस्। प्रब्लम, तपाईले एक्सर्साइज गर्नु थियो तर कपडा ड्रअरमा थियो। सोल्युसन, जिम कपडा बेडको छेउमा राख्नुस्। रुल, जे भिजिबल छ त्यही हुन्छ। ल 2, मेक इट अट्र्याक्टिभ, आकर्षक बनाउनुस्। ब्रेनले एन्टिसिपेसन अफ प्लेजर माग्छ। बोरिङ काम प्लस इन्जोयबल चिज इज इक्वल्स टु ब्रेनको रेसिस्टेन्स कम। जिम जाँदा मनपर्ने पडकास्ट सुन्नुहोस्। स्टडी गर्दा पहिले फेभरेट टी बनाउनुहोस्। घर सफा गर्दा मनपर्ने म्युजिक बजाउनुहोस्। रुल, हार्ड टास्कको साथमा इन्जोयबल चिज पेयर गर्नुहोस्। तपाईलाई 2 मिनट रुल याद छ? रिड्युस टु द एब्सोल्युट सिम्पलेस्ट फर्म। पढ्ने, एउटा प्याराग्राफ पढ्ने। एक्सर्साइज, 5 पुशअप्स। जर्नल, एउटा वाक्य। मोमेन्टम सुरु भयो भने बाँकी आफै हुन्छ। रुल, सुरु गर्न यत्तिकै सजिलो बनाउनुहोस् कि नो भन्नै नमिलोस्। ब्रेनले इमिडिएट रिवार्ड माग्छ। ह्याबिट कम्प्लिट भयो, तत्काल रिवार्ड दिनुहोस्। क्यालेन्डरमा टिक लगाउनुहोस्, त्यो सानो मार्कले डोपामिन दिन्छ। प्रोग्रेस ट्र्याकरमा मार्क गर्नुहोस्, स्ट्रिक मेन्टेन गर्नुहोस्। चेन नतोड्ने गेम खेल्नुहोस्। कमेडियन जेरी साइनफेल्डले यो टेक्निक युज गरेका थिए। उनले वाल क्यालेन्डरमा हरेक दिन जोक लेखेपछि क्रस लगाउँथे। केही दिनपछि चेन बन्यो। उनको मोटिभेसन, डोन्ट ब्रेक द चेन। चेन नतोड्ने डिजायरले ब्याड डेजमा पनि काम गराउँछ। रुल, कम्प्लिसनको इमिडिएट रिवार्ड क्रिएट गर्नुहोस्। क्विक रिक्याप, अब्भियस, के देखिन्छ, भिजिबल बनाउनुहोस्। अट्र्याक्टिभ, के इन्जोयबल छ, पेयर गर्नुहोस्। इजी, कति सिम्पल, 2 मिनट भर्जन। सेटिस्फाइङ, के रिवार्ड छ, इमिडिएट मार्क वा रिवार्ड। यदि कुनै काम अभोइड भइरहेको छ, यी 4वटा मध्ये कुन मिसिङ छ त्यही फिक्स गर्नुहोस्। अब एउटा कुरा अनेस्टली भन्नुहोस्, कति पटक तपाईले एउटा मोटिभेसनल भिडियो हेरेर फायर फिल गर्नुभयो? हाँ, आजबाट चेन्ज गर्छु, यो हो मेरो टर्निङ पोइन्ट। र अर्को दिन मोटिभेसन गइसकेको हुन्छ। मोटिभेसन एउटा इमोसन हो र इमोसन्स वेदर जस्तै हुन्छन्। आज सनी, भोलि क्लाउडी, पर्सि स्टर्मी। तपाईँ वेदर अनुसार काम गर्नुहुन्छ भने कन्सिस्टेन्सी कहिले आउँदैन। जेम्स क्लियरको सबभन्दा फेमस कोट, हामी हाम्रो गोल्सको लेभलमा पुग्दैनौँ, हामी हाम्रो सिस्टम्सको लेभलमा झर्छौँ।
गोल, म 5 केजी घटाउनेछु। यो गोल हो, डेस्टिनेसन। तर डेस्टिनेसन थाहा छ भन्दैमा त्यहाँ पुगिँदैन। सिस्टम चाहियो, हरेक दिन के गर्ने, बिहान के खाने, कति हिँड्ने, कहाँ जाने। हाइली प्रोडक्टिभ मान्छेहरू मोटिभेसन फिल नगरी पनि काम गर्छन्, किनभने उनीहरूको सिस्टम यस्तो छ, काम नगर्नुभन्दा गर्नु सजिलो। एक्जाम्पल, रात 10 बजे जिम कपडा तयार, बिहान 6 बजे अलार्म कोठाको अर्को साइडमा, 6:05 मा एनर्जेटिक प्लेसिस्ट अटोमेटिक स्टार्ट, 6:30 बजे जिम पार्टनर वेटिङ। कुनै पनि स्टेपमा डिसिजन गर्नु परेन, मोटिभेसन आवश्यक परेन। तपाईलाई एक्सर्साइज मन पर्नु पर्दैन, जिम जान एक्साइटेड हुनु पर्दैन। गोल यो हो, काम गर्नु काम नगर्नु भन्दा ब्रेनको लागि इजियर बनाउनुस्। डिसिप्लिन इज नट अबाउट लभिङ द प्रोसेस, इट इज अबाउट डिजाइनिङ इट। र अब सबभन्दा गहिरो कुरा, अहिलेसम्म हामीले बाहिरी टुल्सको कुरा गर्यौं, तर असली ट्रान्सफर्मेसन भित्रबाट आउँछ। 2 जना मान्छेलाई सिगरेट अफर गर्यौं। मान्छे ए, म छोड्ने कोसिस गर्दैछु, के उसले लिएला? सायद। मान्छे बी, म सिगरेट खादिन, के उसले लिएला? प्रोबेबली नट। मान्छे ए ले आफूलाई स्टिल स्मोकर ठान्दैछ, ट्राइङ टु क्विट। मान्छे बी ले आफूलाई नन स्मोकर ठान्दैछ। आइडेन्टिटी शेप्स बिहेभियर, बिहेभियर रिइन्फोर्सेस आइडेन्टिटी। जेम्स क्लियर भन्छन्, हरेक ह्याबिट तपाईको नयाँ आइडेन्टिटीको लागि खसालिने एउटा भोट हो। तपाईले जिम गर्नुभयो, भोट फर म एक हेल्दी पर्सन हुँ। तपाईले एउटा पेज पढ्नुभयो, भोट फर म एक रिडर हुँ। तपाईले जर्नल लेख्नुभयो, भोट फर म एक थिङ्कर हुँ। तपाई पर्फेक्ट हुनु पर्दैन, हरेक दिन पर्फेक्ट हुनु पर्दैन। तपाईले मेजोरिटी अफ भोट्स सही डिरेक्सनमा खसाल्नुपर्छ। इलेक्सन जस्तै पर्फेक्ट क्यान्डिडेट हुनु पर्दैन, मेजोरिटी भोट चाहियो। आजैबाट स्टेप 1, म कस्तो मान्छे बन्न चाहन्छु भनेर सोच्नुस्। स्टेप 2, त्यो आइडेन्टिटीसँग अलाइन्ड सानो एक्सन गर्नुस् आज। स्टेप 3, हरेक एक्सनलाई भोटको रूपमा हेर्नुस्। पहिलो हप्ता एभिडेन्स सानो छ, पहिलो महिना प्याटर्न देखिन थाल्छ, 3 महिनापछि तपाईको ब्रेनले आफै बिलिभ गर्न थाल्छ, म एक पढ्ने मान्छे हुँ, म एक हेल्दी मान्छे हुँ, म एक डिसिप्लिन मान्छे हुँ। र जब आइडेन्टिटी बदलिन्छ, बिहेभियर अटोमेटिकली फलो गर्छ। ठिक छ, अन्त्यमा समरी गरौँ। आजको भिडियोका 5 गोल्डन टेकअवेज। तपाईको मस्तिष्क तपाईको विरुद्ध होइन, यो पुरानो सफ्टवेयर हो, अन्डरस्ट्यान्ड इट। विल पावर काम गर्दैन, डिजाइन काम गर्छ। इन्भाइरोमेन्ट रिडिजाइन गर्नुस्। ह्याबिट स्ट्याकिङ, नयाँ ह्याबिटलाई पुरानोसँग जोड्नुस्। 2 मिनट रुल युज गर्नुस्। 4 लज, अब्भियस, अट्र्याक्टिभ, इजी, सेटिस्फाइङ। मोटिभेसनको पर्खाइ नगर्नुस्, सिस्टम्स बनाउनुस्, आइडेन्टिटी भोट गर्नुस्। र अब तपाईको एउटा काम, कमेन्टमा लेख्नुहोस्, आज म एउटा स्पेसिफिक चेन्ज गर्नेछु। फोन अर्को कोठामा राख्नु, किताब बेडको छेउमा राख्नु, जिम कपडा तयार गर्नु, जे भए पनि त्यो कमिटमेन्ट लेख्नुहोस्, किनभने त्यो एउटा कमेन्ट तपाईको नयाँ आइडेन्टिटीको लागि पहिलो भोट हो। यस्तै प्र्याक्टिकल साइकोलोजी, प्रोडक्टिभिटी र न्युरोसाइन्सका कुराहरू बुझ्नका लागि यो च्यानल सब्स्क्राइब गर्नुहोस्, बेल नोटिफिकेसन अन गर्नुहोस् ताकि अर्को भिडियो मिस नहोस्। र रिमेम्बर, तपाई विक हुनुहुन्न, तपाईलाई सही सिस्टम चाहिएको थियो। अब तपाईसँग त्यो छ। आजैबाट नयाँ यात्रा सुरु गरौँ।